सहनशील खनाल। आज चाहिँ हामी सिद्धगङ्गा 2 मुलाबारीमा आएका छौँ। यहाँ आउँदाखेरि चाहिँ हामीले अचम्म लाग्दो चाहिँ बाटोमा एकदम अप्ठ्यारो बाटो होइन। त्यो अप्ठ्यारो बाटोमा कसरी यो पक्कीहरू खानेपानीको यस्तो कसरी भएको छ यो चाहिँ सोध्न लाग्यो। यहाँ कसरी भयो, कहिले भयो? यो 2073 सालमा यो हाम्रो गाउँमा एकदमै पानीको पिउने पानीको अभाव भएको कारणले तलबाट पहिला हामी तलबाट बोकेर ल्याउँथ्यौँ। कति टाढादेखि बोकेर ल्याइन्थ्यो? होला 1-2 किलोमिटर होला होइन, 1 किलोमिटर 2 किलोमिटर बोकेर ल्याउँथ्यो। भनेपछि बिहानै 5 बजे त्यहाँ त हेर्नु पानी लिनको लागि त 4 बजी उठेर जाने हो, उहाँलाई गएर लाइन लाग्ने। त्यो समस्या चाहिँ अहिलेदेखि हटेको छ। के कसरी बनाउनु भयो अनि के कति कहाँबाट बजेट आएको थियो नि यसको लागि? यो बजेट वडाबाट आएको, नगरपालिकाबाट कुनै सङ्घीय सरकारबाट चाहिँ आएको थिएन। यो वडाबाटै हो। यो खानेपानी उसबाट के खानेपानीको उसबाट आएको हो। हजुर 2073 सालमा आएको। अनि यसमा चाहिँ सबै श्रमदान गरेरै बनाएको यो चाहिँ सबै। सर्मी गरे जस्तै पारी सर्मी चाहिँ ज्याला चाहिँ सबै श्रमदानबाटै भनेको। सबै यहाँ कति बस्ती हुनुहुन्छ नि, कति घरधुरी हुनुहुन्छ नि? हजुर बस्ती यहाँ अब सबै बस्ती भन्नाले आधा गाउँ हो। जता अब पानी अपुग्छ त्यहाँको हो सबै। यस्तै कतिवटा छ? अब गाउँमा कम्तीमा पनि हाम्रो 60-70 घर छ। त्यसमा आधी गर्दाखेरि त्यही 30-35 घरको यो श्रमदान चाहिँ 30-35 घरकोलाई खानेपानी पुऱ्याएको छ। यस्तो टङ्की 1 ठाउँ 2 ठाउँ 3 ठाउँ यस्तै सेम टङ्की छन्। साना डिबिडी यस्ता गरेर फेरि 7 ठाउँ छन्। अनि सोलर कसरी तान्छ नि? बिजुली डाइरेक्ट हो कि कस्तो? यो सोलर लिफ्ट हो। सोलर उहाँ सोलरका पहिला जहाँ पानी आउँछ त्यहाँनिर चाहिँ यस्तो टङ्की छ ठुलै। त्यहाँनिर चाहिँ एउटा सोलर यस्तै त्यसमा कतिवटा पाता खान पनि 12वटा हो कि 14वटा खान कि त्यसमा सोलर। त्यसमा 14वटा सोलरका पाता छन्। त्यसले माथि वहाँ टोड्की भन्ने ठाउँमा फाल्छ यस्तै टङ्कीमा, वहाँबाट फेरि सप्लाई हुन्छ। जस्तै यहाँ हामी आउँदाखेरि चाहिँ घाम चाहिँ जात्री देखिएन, बुटोलमा एकदम गर्मी भएको थियो। सोलर चल्न नै गाह्रो छ यहाँ त होइन? गाह्रै छ। अब त्यस कारणले अझै पनि हामीलाई अझै पनि पानीको अभावै छ। हजुर पर्साल चाहिँ अझै पुगिरहेको छैन, पिउनलाई अलिअलि पुगिरहेछ। अब त्यसको लागि पनि अहिले खानेपानी उसमा जिल्लामा उ गरेर उसको लागि मोटरको लागि